Hello guys, today we will discuss about physics rotational dynamics most important question which is kinetic energy in rotational motion. मतलब kinetic energy rotational motion मा लाग्ने कुनै rigid body हुन्छ, rigid body मा लाग्ने kinetic energy कति हुन्छ त भनेर हामीले त्यो आज क्याल्कुलेट गर्न जाँदै छौं है त। अब त्यसको लागि एउटा मैले इम्पोर्टेन्ट फिगर चाहिँ यो चाहिँ कहिले बिर्सिनै हुन्न है त। यो एउटा लाइन भयो y ड्याश अनि एउटा अब्जेक्ट छ। यसमा चाहिँ मैले सिम्पल भनिदिन्छु, ल्याङ्ग्वेज चाहिँ तपाईले आफै मिलाएर लेख्नु पर्ने हुन्छ है त। ठ्याक्कै यहाँ पार्टिकलहरु छन्, ठ्याक्क जोड दिने नि पार्टिकलहरुलाई। अनि यो यसको मास m1 छ, यसको मास m2 छ, यसको मास m3 छ। यसको त्यस्तै गर्दै गर्दै जाँदै खरा m1 छ भनेर लेट गर्छ हामीले। r1 r2 r3 rn छ। काइनेटिक एनर्जी निकाल्छ हामीले, डाइरेक्ट गरे मैले। हामीलाई के थाहा छ, v इज r ओमेगा भन्ने त सबैलाई थाहा छ। फर फर्स्ट पार्टिकल v1 भनेको r1 ओमेगा हुन्छ। ओमेगा चाहिँ कन्स्टेन्ट हुन्छ, ओमेगा 1 लेख्न पर्दैन है। अब यहाँ सिमिलरली फर n पार्टिकल्स के हुन्छ, v1 इज rn ओमेगा हुन्छ। ए सरी यहाँ v2 पनि लेख्न पर्छ है सुरुमा। v2 इज r2 ओमेगा अनि v3 भनेको r3 ओमेगा गर्दै v1 इज rn ओमेगा। यति क्लियर छ, सक्यो। अब यति गरिसकेपछि हामीलाई के थाहा छ, ke1 ke फर फर्स्ट पार्टिकल भनेर लेख्नु पर्यो। ke1 के हुन्छ, 1/2 mv स्क्वायर हुन्छ। 1/2 m v भनेको कति छ, v1 को स्क्वायर भनेको r1 स्क्वायर ओमेगा स्क्वायर हुन्छ यो गर्दाखेरि। अनि ke2 कति हुन्छ, 1/2 m r2 स्क्वायर ओमेगा स्क्वायर हुन्छ। अनिken कति हुन्छ, त्यस्तै गर्दै गर्दै 1/2 m rn स्क्वायर ओमेगा स्क्वायर। अब टोटल काइनेटिक एनर्जी ke इज ke1 प्लस ke2 प्लस डट गर्दै ke1 सम्म जान्छ। ke1 भनेको कति छ, 1/2 m r1 स्क्वायर ओमेगा 1 स्क्वायर प्लस 1/2 m r2 स्क्वायर सरी यहाँ m1 m2 r2 स्क्वायर ओमेगा स्क्वायर प्लस डट 1/2 mn rn को स्क्वायर ओमेगा स्क्वायर। अब यहाँ ke बाट 1/2 ओमेगा स्क्वायर कमन लिम, के रह्यो m1 r1 को स्क्वायर प्लस m2 r2 को स्क्वायर प्लस mn rn को स्क्वायर। ke इज 1/2 ओमेगा स्क्वायर। यो भनेको सबै जोड्दाखेरि यो अब्जेक्ट को टोटल मोमेन्ट अफ इनर्सिया यही हो, m1 r1 m2 r2 गर्दै यस्तै गर्दै यहाँ बढ्दै छ नि। i इज mr स्क्वायर भन्ने त थाहा छ तपाईलाई। अनि यो भयो, यो भनेको के हो, i हो रे। ke इज 1/2 i ओमेगा स्क्वायर। यसरी प्रुभ भएको हो है त गाइस। थ्यांक यू।